द प्रेजेन्टेसन नाउ। मैले आज कुनै पनि प्रिफर्म स्लाइडहरू ल्याएको छुइनँ। हामी व्हाइट बोर्ड तरिकाले नै क्लास गर्छौँ है त। र लाइभमा जोडिनु भएको गुड इभिनिङ एभ्रिवान। लाइभमा जोडिनु भएको कोही हुनुहुन्छ भने पनि डाइरेक्ट तपाईँहरू त्यो लिङ्क दिएको छ र लिङ्कबाट तपाईँहरू डाइरेक्ट यता जुममा एड हुन सक्नुहुन्छ। त्यो गर्दाखेरि अझै इन्टरेक्सन सजिलो हुन्छ। अब हामी क्लास सुरु गर्छौँ। होपफुल्ली तपाईँहरू इन्टरेक्टिभ हुनुहुन्छ होला। सबै टपिकलाई छुने कोसिस गर्छौँ है त। सो इन्क्लुडिङ हेल्थसँग रिलेटेड अब नर्सिङ कोर टपिकहरू चाहिँ म्यामहरूले पछि फेरि बाँकी लिनुहुन्छ तपाईँहरूसँग। Okay, guys, let me start with the presentation now. तपाईँको साथीहरू पनि एकजना जोइन भइरहेछ। त्यो हिसाबले हामी एकछिन पुगेका मात्रै हो। Okay, let's start now. Okay, फर्स्ट क्वेसन चाहिँ म ब्लडबाट सोध्न चाहे। एनाटोमीको क्वेसन हो र यो पास्ट क्वेसन पनि हो। मास्ट सेल इज formed from, या यही क्वेसनलाई what is the cell of origin of mast cell? सेल भन्ने क्वेसन सोधिन्छ। अप्सन्सहरू तपाईँको के छ भन्दाखेरि मोनोसाइट, बेसोफिल, बी लिम्फोसाइट, डी न्यूट्रोफिल। सो यो हाम्रो पास्ट क्वेसन थियो। भेरी गुड, मोस्ट अफ यु हेभ रिटन द राइट एन्सर। सो यो क्वेसन हेर्दाखेरि चाहिँ सोधेको के अरे मास्ट सेल केबाट बन्छ भनेर सोध्या हो। यो मास्ट सेल भनेको चाहिँ हाम्रो जेनरली एलर्जिक रियाक्सनमा देखिने सेल हो होइन। धेरैजनाले राइट एन्सर भन्नुभएको छ। भेरी गुड। फर्स्ट एन्सर हाम्रो विनिशाले भनेको छ। भेरी गुड। सो द एन्सर इज बेसोफिल सेल है त। यो अल्टिमेटली बेसोफिलबाट मास्ट सेल बन्ने हो। अब यहाँ अरू इक्जाम्पलहरूलाई पनि हामी अलिकति डिस्कस गरौँ। जस्तै यो मोनोसाइटले के बनाउँछ तपाईँलाई थाहा छ? मोनोसाइटले अल्टिमेटली म्याक्रोफेज बनाउँछ है। मोनोसाइटले म्याक्रोफेज बनाउँछ। बी लिम्फोसाइट या बी सेल मात्रै पनि भन्छौँ हामी। बी सेलले गएर प्लाज्मा सेल बनाउँछ। यो प्लाज्मा सेलले पछि गएर एन्टिबडी बनाउँछ। यो सबै क्वेसनहरू पास्ट क्वेसन हो। म्याक्रोफेजको सेल अफ ओरिजिन के हो, प्लाज्मा सेलको सेल अफ ओरिजिन के हो भनेर क्वेसन सोधेको छ। अब यहाँ अर्को एउटा पनि आयो न्यूट्रोफिल। न्यूट्रोफिलको बारेमा चाहिँ जहिले पनि एउटा क्वेसन कमनली सोध्छ, पुलिसम्यान अफ ब्लड। पुलिसम्यान अफ ब्लड भनेर कसलाई चिनिन्छ? सो को रहेछ पुलिसम्यान अफ ब्लड भनेर क्वेसन सोध्यो भने तपाईँले एन्सर के दिने त? पुलिसम्यान अफ ब्लड भनेर सोध्यो भने के भन्नुहुन्छ ल भन्नु त? डब्लुबिसी मात्रै भन्न पाइएन। पुलिसम्यान अफ ब्लड इज न्यूट्रोफिल। कुनै पनि अवस्था आयो, फर्स्टमा इन्फेक्सन आयो भने राइज हुने भनेको न्यूट्रोफिल हो होइन। भनेको मतलब एक्युट इन्फेक्सनमा राइज हुने इन्फेक्सनमा। अब यसलाई फेरि अर्को ठाउँमा जोड्न सकिन्छ। एक्युट इन्फेक्सनमा राइज हुने डब्लुबिसी न्यूट्रोफिल हो, त्यसलाई पुलिसम्यान अफ ब्लड भनिन्छ। अब एक्युट इन्फेक्सनमा राइज हुने एन्टिबडी के होला त्यसमा? यसरी पढियो भने चाहिँ कुनै पनि क्वेसन छुट्दैन है त। सो यो क्वेसन सोध्या छ भने चाहिँ अब यो क्वेसन सोध्न सक्छ। सो भेरी गुड पुष्पा। द एन्सर इज आइजिएम। सो एक्युट इन्फेक्सनमा राइज हुने आइजिएम रहेछ एन्टिबडी चाहिँ। यही ठाउँमा हामीले क्रोनिक लिनु पर्यो। क्रोनिकमा सेलको कुरा गर्ने भने लिम्फोसाइट,
होइन टी लिम्फोसाइट बी लिम्फोसाइटको कुरा र इम्युनोग्लोबुलिनको कुरा गर्ने भने आइजिजी भनेपछि यसरी कुरो बुझ्नु पर्यो। अब यही टपिकको अब एउटा लास्ट एउटा क्वेसन दिँदै गएँ म। सो हामीले पुलिसम्यान अफ ब्लड भनेर न्युट्रोफिललाई भन्यौँ भने यस्तै अर्को टपिक छ पुलिसम्यान अफ एब्डोमेन। सो पुलिसम्यान अफ एब्डोमेन भन्यो भने चाहिँ अब के भन्ने त भन्दा ग्रेटर मोमेन्टम भन्ने होइन। सो यहाँबाट यसै रिलेटेड क्वेसन हो, यो हाम्रो सबै नै पास क्वेसन हो है त गाइज ल। सो अब यहाँबाट हामीले यो एउटा पास क्वेसन भयो, त्यसपछि म्याक्रोफेज, प्लाज्मा सेल, पुलिसम्यान अफ ब्लड, पुलिसम्यान अफ एब्डोमेन, एक्युट इन्फेक्सनमा राइज हुने, यो सबै कुराहरू जान्नुपर्छ। अब न्युट्रोफिलको अर्को नाम कसैलाई थाहा छ? एउटा त पुलिसम्यान अफ ब्लड भन्यौँ, अर्को नाम के छ? के सेल भन्छौँ हामी? न्युट्रोफिल कस्तो खालको सेल हो? वाट काइन्ड अफ सेल इज न्युट्रोफिल गाइज? वाट काइन्ड अफ सेल इज न्युट्रोफिल? अब हेर्नुहुन्छ यहाँ हेर्नु है त, यो मोनोसाइटको न्युक्लियसलाई हेर्ने भने यो किडनी सेपको न्युक्लियस हुन्छ। कहिलेकाहीँ क्वेसन सोध्छ यो लार्जेस्ट डब्लुबिसी पनि हो, लार्जेस्ट डब्लुबिसी पनि हो र यसको चाहिँ किडनी सेप न्युक्लियस हुन्छ। अब स्मलेस्ट डब्लुबिसी हो लिम्फोसाइट भनेको, स्मलेस्ट डब्लुबिसी हो। अब यो न्युट्रोफिलको चाहिँ तपाईँले न्युक्लियसलाई हेर्नुहुन्छ भने एउटामा चाहिँ तपाईँको एउटा दुईटा तिनटा चारवटा लोब छ। अर्को न्युट्रोफिल हेर्नु तपाईँ, यस्तो दुईटा लोब भएको देखिन्छ। अर्को हेर्नु तिनटा लोब भएको देखिन्छ। भन्नुको मतलब यसको न्युट्रोफिलको न्युक्लियसको चाहिँ मल्टिपल मर्फोलोजी छ, धेरैवटा मर्फोलोजी छ। सो एउटामा चारवटा लोब देखियो, एउटामा दुईटा लोब देखियो, एउटामा तिनटा लोब देखियो। सो मल्टिपल लोब भएको न्युट्रोफिल भएको कारणले गर्दा यसलाई हामी के भन्छौँ? पोलिमर्फो न्युक्लियर सेल भन्छौँ। के भन्नेछौँ त हामीले? पोलिमर्फो न्युक्लियर सेल भन्ने कुरा क्लियर छौँ हामी। सो यो चाहिँ दिस आर द क्वेसन द्याट हेज बिन आस्क्ड प्रिभियसली फ्रम ब्लड। सो ब्लडमा प्रिभियसली सोधिएका क्वेसन र प्रोबेबल सोध्न सक्ने क्वेसनहरू भयो। ठिक छ, अगाडि बढौँ। केही छ क्वेसन यसमा? अरू रिलेटेड क्वेसन केही सोध्नुपर्ने कसैलाई? ओके, सो एउटा लास्ट भनिहालेँ मैले, एचआइभीले इन्फेक्ट गर्ने कुन सेललाई हो? यदि पढिसके त्यो पनि पढौँ। एचआइभीलाई इन्फेक्ट गर्ने कुन सेल हो त गाइज? व्हाट डु यु गाइज थिङ्क? एचआइभीलाई इन्फेक्ट गर्ने कुन सेल हो? एचआइभीलाई इन्फेक्ट गर्ने कुन सेल हो? लिम्फोसाइट, भेरी गुड। लिम्फोसाइटमा कुन त? टी लिम्फोसाइट कि बी लिम्फोसाइट? बी लिम्फोसाइट हो कि टी लिम्फोसाइट? टी लिम्फोसाइट भनेर पहिला थाहा पाउनु पर्यो। टी लिम्फोसाइट पनि कुन त? हेल्पर टी लिम्फोसाइट। हेल्पर टी जसलाई हामी CD4 भन्छौँ है त। सो यति जान्नुपर्छ। हामी अगाडि बढौँ। लेट्स टक अबाउट द नेक्स्ट क्वेसन नाउ। सो दिस इज अ 3C। 3C को डिजिज के हो? एउटा अप्सन आउँछ मम्स, अप्सन बीमा मिजल्स, अप्सन सीमा आउँछ डायबेटिक मेलाइटिस, र अप्सन डीमा आउँछ गलस्टोन। यसको एन्सर के हुन्छ त? सो राइटली सेट इट इज मिजल्स। डिजिज अफ 3C भनेर हामी मिजल्सलाई बुझ्छौँ। मिजल्सको प्रोडर्मल स्टेजमा चाहिँ कफ कन्जङ्टिभाइटिस र कोराइजा देखिन्छ। प्रोडर्मल स्टेज अफ मिजल्समा, ड्रोमल स्टेज DROMAL हो, ड्रोमल स्टेजमा चाहिँ कफ, कोराइजा र कन्जङ्टिभाइटिस
देखिन्छ यसलाई हामीले के भन्छौँ त दिस इज यो तीनटा सी लिएर आउने रोग हो 3C त्यही भएर डिजिज अफ 3C भनिन्छ अब यो गल स्टोनलाई डिजिज अफ 4F भन्छौँ हामी डिजिज अफ 4F 4F भने के हो फ्याट फर्टाइल फिमेल 40 डिजिज अफ 4F DM लाई हामी के भन्छौँ डिजिज अफ वाट DM लाई हामी के भन्छौँ डायबिटिज मेलाइटिस डिजिज अफ वाट भन्छौँ डिजिज अफ 3P पोलियुरिया पोलिफेजिया र पोलिडिप्सिया हैन सो यहाँबाट यसरी जान्नु पर्यो सो अब मम्सको बारेमा जाँदाखेरि हामीले इन्फेक्टिभ डिजिज पढ्छौँ अब मम्स भनेको हाडे हो इट हेज नो र्यासेस प्लिज डु नट फर्गेट दिस र यसको मोस्ट कमन कम्प्लिकेसन धेरैपल्ट सोधेछ मोस्ट कमन कम्प्लिकेसन मम्स के हुन्छ गाइज र म पहिल्यै तपाईँहरूले भन्ने एन्सर गलत भनिदिइसक्छु इट इज नट अर्काइटिस वाट इज द मोस्ट कमन कम्प्लिकेसन अफ मम्स हाडे गलफुलोको मोस्ट कमन कम्प्लिकेसन के हो हाडे या गलफुलोको मोस्ट कमन कम्प्लिकेसन के होला इन्फर्टिलिटी हो त अर्काइटिस होइन यो धेरैलाई मिस्टेक छ सो मोस्ट कमन कम्प्लिकेसन अफ मम्स भन्ने बित्तिकै प्लिज डु नट फर्गेट दिस असेप्टिक पहिला असेप्टिक मेनिन्जाइटिस भेरी गुड पुष्पाले भन्नुभएको छ असेप्टिक मेनिन्जाइटिस या कहिलेकाहीँ मेनिङ्गो इन्सिफ्लाइटिस दिज आर द थिङ सो मोस्ट कमन कम्प्लिकेसन अफ मम्स भन्ने बित्तिकै हामीले असेप्टिक मेनिन्जाइटिस अब यहाँ दुईटा शब्दले भन्यो असेप्टिक किन भन्यो 40 वर्ष है त फ्याट फर्टाइल फिमेल 40 भनेको मिनिङ है त असेप्टिक किन भन्ने किनकि यो कल्चर मिडियममा ग्रो गर्दैन अब मम्स भनेको त एउटा भाइरस हो सो भाइरस कल्चर मिडियममा ग्रो गर्दैन भाइरल कज मम्स इज अ भाइरस doesn't grow in culture medium कल्चर मिडियममा ग्रो गर्दैन त्यही भएर यसलाई हामी भाइरल कज भन्यौँ सो अब यहीँबाट अर्को एउटा क्वेसन सोधेको छ इन्सिफेलाइटिसको बारेमा जापानिज इन्सिफेलाइटिसले कुन अर्गेनलाई इन्फेक्ट गर्छ कुन अर्गेन इन्भल्भ गर्छ इन्सिफेलाइटिस भन्ने शब्द इन्सिफेलोन भनेको ब्रेन इन्सिफेलोन भन्ने बित्तिकै हामीले ब्रेन बुझ्नुपर्छ भनेपछि ब्रेनको इन्फ्लामेसन भनेकै इन्सिफेलाइटिस हो जापानिज इन्सिफेलाइटिसको भ्याक्सिन हामी कहिले लाउँछौँ कति महिना भ्याक्सिन लगाइन्छ भेरी गुड 1 वर्ष या 12 months what is the it is a vector borne disease vector के हो vector के होला हामी कतिजना जोडिया छौँ यहाँ क्युलेक्स मस्किटो भेरी गुड सो vector is क्युलेक्स डेङ्गुको चाहिँ के हो vector यो पनि जान्नुपर्छ डेङ्गु फिभर या चिकनगुनिया फिभर या येल्लो फिभर जे पनि भन्छ एडिज हैन क्रोनिक रोगहरूलाई क्युलेक्स भन्न सक्दैन क्रोनिक रोग जस्तै जापानिज इन्सेफेलाइटिस विच इज क्रोनिक रोग यो क्रोनिक रोगमा एडिस के अरे क्युलेक्स सी फर क्रोनिक
क्रोनिक कन्डिसनमा एडिस हुन्छ, यो कुरा बिर्सिनु भएन। ठिक छ, कुरो बुझ्या सबैले? भनौँ त गाइस, बुझिन्छ कि बुझिन्न? सो अब टाइगर मस्किटो भनेर नि हामी यसलाई नि चिन्छौँ है त, टाइगर मस्किटो पनि भनिन्छ, यो कुरा नबिर्सिनु होला। सो यहाँ मेनिन्जाइटिसकै कुरो भइरहेछ, त्यही भएर मैले एउटा सोधेँ वाट इज द मोस्ट कमन कज अफ मेनिन्जाइटिस। तपाईँलाई अरू केही भएन, मोस्ट कमन कज अफ मेनिन्जाइटिस के हो? मोस्ट कमन कज अफ मेनिन्जाइटिस राइटिस। अप्सनमा राखेँ मैले भाइरस, बीमा राखेँ ब्याक्टेरिया, सीमा राखेँ फंगाई, डीमा राखेँ प्रोटोजुआ। हामीले सबैले मिस्टेक गरेका छौँ एक्सेप्ट रियलमी एकजना फोन गर्नुभएको प्रियङ्का, भेरी गुड, रोशनी भेरी गुड, रोस भेरी गुड। हामीले बुझ्नु पर्यो कि मोस्ट कमन कज अफ मेनिन्जाइटिस भन्छ, इन्सिफेलाइटिस भन्छ, इट इज अलवेज भाइरस। भाइरस इज द मोस्ट कमन कज अफ मेनिन्जाइटिस। मेनिन्जाइटिस इन्सिफेलाइटिसको मोस्ट कमन कज के हो त भनेर सोध्यो भने तपाईँको एन्सर जहिले पनि भाइरस हुनुहुन्छ। यसमा हामी कुनै पनि हालतमा कन्फ्युज हुनु भएन। ठिक छ, कुरो बुझ्यो? ओके, अब अलिकति चाइल्ड हेल्थको टपिकतिर लागौँ। जन्डिस was due to immaturity of liver. लिभरको इम्याच्युरिटीको कारण भएको जन्डिसलाई हामी के भन्छौँ? पैथोलॉजिकल जन्डिस, जन्डिस, फिजियोलॉजिकल जन्डिस, जन्डिस, ब्रेस्ट फीडिंग जन्डिस और ब्रेस्ट मिल्क जन्डिस। So very good. All of you have told the right answer. The answer is physiological jaundice. Physiological jaundice चाहिँ के रहेछ त? मोस्ट कमन इम्याच्युरिटी अफ लिभरको कारणले हुन्छ। कहिले कति घण्टापछि देखिन्छ? फिजियोलॉजिकल जन्डिस चाहिँ एट द टाइम अफ बर्थ हुन्छ कि होइन? फिजियोलॉजिकल जन्डिस एट द टाइम अफ बर्थ प्रेजेन्ट हुन्छ कि होइन? भनौँ भनौँ गाइस, व्हाट डू यू गाइस थिंक? आफ्टर 24 आवर, भेरी गुड। आफ्टर 24 आवर हुन्छ म्याक्सिमम चान्सेस कुन बेला देखिन्छ? सो टोटल सिरम बिलिरुबिन चाहिँ म्याक्सिमम कहिले हुन्छ? टीएसबी म्याक्सिमम कहिले हुन्छ? 5 to 7 डेज होइन, जहिले पनि 72 आवर्स है त, 72 आवर्स। यो कुरा याद गर्नुपर्छ, यो कुरा 72 आवर धेरै इम्पोर्टेन्ट छ। हामी टीएफटी जहिले पनि 72 आवर्स बर्थमा गर्छौँ। 48 आवर पछाडि सोडियम पोटासियम गर्छौँ र 48 आवर पछाडि सोडियम फ्लुइडमा एड गर्छौँ। यो भनिराख्दाखेरि फ्लुइडको कुरा गर्यौँ, फ्लुइड अफ चोइस फर न्यूबर्न, न्यूबर्नको फ्लुइड अफ चोइस के होला? न्यूबर्नलाई फ्लुइड दिनु पर्यो भने हामी के दिन्छौँ? एनएस दिन्छौँ कि डिएनएस दिन्छौँ कि डेक्स्ट्रोज दिन्छौँ? केही न केही त हामी दिन्छौँ होला। व्हाट डू वी गिभ?
भेरी गुड, इट्स डेक्स्ट्रोज। 10% डेक्स्ट्रोजबाट सुरु गर्छौँ हामी जहिले पनि फर फर्स्ट 48 hours। फर्स्ट 48 hours को लागि फ्लुइड अफ चोइस इज डेक्स्ट्रोज। फ्लुइड अफ चोइसकै कुरा गरौँ हामी, फ्लुइड अफ चोइस इन बन्ड। सो बन्डमा फ्लुइड अफ चोइस के हुन्छ? RL, very good. RL is the fluid of choice. Fluid contraindicated in brain injury. कुन फ्लुइड दिनै हुँदैन? फ्लुइड contraindicated in the brain injury। पहिला त यो मलाई भन्नु, ब्रेन इन्जुरीमा ड्रग अफ चोइस के हो? ब्रेन इन्जुरी पोजिसन भन्नु मलाई, र ड्रग अफ चोइस भन्नु, या फ्लुइड अफ चोइस भन्नु? What will be the answer? भन्नु भन्नु। ड्रग अफ चोइस भेरी गुड। मेरो ओपिनियनको भन्नु भएन नि त। हाइपोटोनिक दिनुपर्छ, म्यानिटोल राख्न पाइयो। ड्रग अफ चोइस म्यानिटोल हो, म्यानिटोल या 3% NS। सेफर चाहिँ 3% NS हो। अब पोजिसन भनेको 30 डिग्री इन्क्लाइनेसन हुनुपर्छ, द्याट इज सेमी फ्लोवर, लोवर सेमी फ्लोवर भन्छौँ हामी त्यसलाई। पोजिसन हो, लोवर सेमी फ्लोवर पोजिसन राख्नुपर्छ। कन्ट्रा इन्डिकेटेड भनेको 5% डेक्स्ट्रोज या हाइपोटोनिक फ्लुइड हामी कन्ट्रा इन्डिकेट गर्छौँ। भ्यान्कोमाइसिन होइन, भ्यान्कोमाइसिन त तपाईँले भ्यान्कोमाइसिन केलाई दिने? माइसिन जहिले पनि हामी मेथिसिलिन रेजिस्टेन्ट स्टाफाइलोकोकस अरेस MRSA को लागि दिन्छौँ है। तपाईँले मेनिन्जाइटिस भन्न खोज्नु भएको हो भने चाहिँ मेनिन्जाइटिसमा चाहिँ ड्रग अफ चोइस थर्ड जेनेरेसन सेफालोस्पोरिन सिफोट्याक्जिम हुन्छ। किन सिफोट्याक्जिम? किनभने इट क्रसेस ब्लड ब्रेन ब्यारियर। सिफोट्याक्जिम या मेरो ओपिनियन त्यसरी चाहिँ राख्नु पर्यो। भ्यान्कोमाइसिन भनिहाल्नु, वाट इज द कम्प्लिकेसन? भ्यान्कोमाइसिन हामी कति बेरमा दिन्छौँ? भ्यान्कोमाइसिन हामी कति बेरमा दिन्छौँ? एटलिस्ट 1 hour to 90 minutes। छिटो दियो भने के हुन्छ? निशा भेरी गुड। छिटो दियो भने के हुन्छ त? रेडम्यान सिन्ड्रोम। त्यो रेडम्यान सिन्ड्रोमको त हामीले कुरा गर्यौँ। अब यही कुरा गरौँ ग्रे बेबी सिन्ड्रोम केमा हुन्छ? ग्रे बेबी सिन्ड्रोम केमा हुन्छ? ब्रोन्ज बेबी सिन्ड्रोम केमा हुन्छ? ग्रे बेबी सिन्ड्रोम पछि ब्रोन्ज बेबी सिन्ड्रोमको कुरा। ग्रे बेबी सिन्ड्रोम पछि ब्रोन्ज बेबी सिन्ड्रोम। ग्रे बेबी सिन्ड्रोम क्लोराम फिनिकल र ब्रोन्ज बेबी सिन्ड्रोम फोटोथेरापीमा। भेरी गुड। सो फोटोथेरापी हामीले, सो ड्रग अफ चोइस फ्लुइड अफ चोइस नबिर्सौँ। न्युबर्नको 10% डेक्स्ट्रोज हो, 10% डेक्स्ट्रोज हो। बन्डमा भन्छ या प्यानक्रियाटाइटिसमा भन्छ?
त्यसले भन्छ वी सुड गो फर आरएम र ब्रेन इन्जुरीमा चाहिँ हामी म्यान्डिटल 3% एनएस दिन्छौँ। यो कुरा याद गर्नुपर्छ। हामीले यहाँ ब्रेस्ट फिडिङ जन्डिस र ब्रेस्ट मिल्क जन्डिसमा के छ त भन्दाखेरि ब्रेस्ट फिडिङ जन्डिस भनेको चाहिँ डिक्रिज ब्रेस्ट फिडिङले गर्दा हुन्छ भने ब्रेस्ट मिल्क जन्डिस चाहिँ मिल्कको कम्पोनेन्ट जस्तै प्रेग्निडायोल या चाहिँ तपाईँको डिग्लुकुरोनिडेज ग्लुकोरोनिडेज यिनीहरूले गर्दा चाहिँ तपाईँको ब्रेस्ट मिल्क जन्डिस हुन जान्छ। यसको दुवैको हामी ट्रिटमेन्टमा जानु पर्यो भने इट इज टु इन्क्रिज ब्रेस्ट फिडिङ यसलाई नबिर्सिनु होला। ठिक छ। सो फोटोथेरापीको हामी अलिकति कुरा गरौँ। लेट्स टक अ लिटल बिट अबाउट फोटोथेरापी। के छ फोटोथेरापी भनेको के गर्छौँ हामी फोटोथेरापीमा? फोटो छ कि भन्ने हेर्दैछु। फोटोथेरापी वाट डु वी डु इन फोटोथेरापी गाइज? फोटोथेरापीमा हामी के गर्छौँ? फोटोथेरापीको मेकानिजम अफ एक्सन के हुन्छ होला? तपाईले चिन्ता नगर्नु, यसको भिडियो नै आउँछ तपाईहरुलाई। फोटोथेरापीको मेकानिजम र वाट इज द ट्रिटमेन्ट अफ चोइस भन्ने क्वेसन सोध्छ। ट्रिटमेन्ट अफ चोइस अफ नियोनेटल हाइपरबिलिरुबिनेमिया या नियोनेटल जन्डिस। नेटल जन्डिस। सो नियोनेटल जन्डिस या नियोनेटल हाइपरबिलिरुबिनेमियाको कुरा हो भने चाहिँ यसले के गर्छ त भन्दाखेरि यसको ड्रग अफ ट्रिटमेन्ट अफ चोइस नै फोटोथेरापी हो। थेरापी हाउ डज फोटोथेरापी वर्क? मेन मेकानिजम अफ एक्सन के हो त? फोटो आइसोमेरिज्म हो कि स्ट्रक्चरल आइसोमेरिज्म हो कि फोटो ऑक्सीडेशन हो कि ऑल हो? सो एक्चुअली सबै नै फोटोथेरापी काम गर्छ फोटो आइसोमेरिज्ममा, स्ट्रक्चरल आइसोमेरिज्ममा, फोटो अक्सिडेसनमा। यो तीनटै मेकानिजम है, यो तीनटै मेकानिजममा चाहिँ यो काम गर्छ, काम नगर्ने होइन। तर इम्पोर्टेन्ट कुरा हामीले के बुझ्नुपर्छ नि, मेन मेकानिजम अफ एक्सन चाहिँ जहिले पनि स्ट्रक्चरल आइसोमेरिज्ममा हुन्छ। यसले के गरिदिन्छ त भन्दा बिलिरुबिनलाई लुमिरुबिनमा कन्भर्ट हुन्छ। दिस इज द सोलुबल फर्म। फोटो आइसोमेरिज्म ई आइसोमरलाई जेट आइसोमरमा कन्भर्ट गरिदिन्छ। यो चाहिँ फोटो आइसोमेरिज्म। फोटो अक्सिडेसन पनि हुन्छ। र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ यो बिलिरुबिनलाई लुमिरुबिनमा कन्भर्ट गर्ने स्ट्रक्चरल आइसोमेरिज्म हो। वाट इज द मेन मेकानिजम? कति न्यानोमिटरको लाइट युज गरिन्छ भने पनि कहिलेकाहीँ सोध्छ। यसमा हामी ब्लू ग्रीन लाइट युज गर्छौँ। 460 to 490 न्यानोमिटर। ठिक छ, कुरो बुझ्नुभयो सबैले? कुरो बुझ्यो हो गाइज? Everyone of you guys clear हो? ओके, सो हामी अगाडि बढौँ। अर्को टपिकतिर लाग्छु म। अर्को क्वेसनतिर लागौँ। All of the following are normal finding of newborn, except option 1x is user.
mottling, salmon patch, Epstein Falls. What is the answer, guys? So what do you think is the answer, guys? So what do you think is the answer? Epstein Falls हो त नेहाले मोटलिङ भन्नुहुन्छ. So let me show you the pictures, okay? So पिक्चर्सहरु हेरौँ है त हामी यहीँबाट पिक्चर्सहरु हेरौँ. यो त हैन फेरि अर्को वाला पर्छ. So यो पिक्चर चाहिँ मसँग छ छैन अब भए त देखाउन रमाइलो हुन्थ्यो है. टिएमसीहरुको चाहिँ रहेछ. ल ओके यहाँ छ. यो हाम्रो भनेक्स केज यो छ हो. दिस इज भनेक्स केज यो छ है. त्यस पछाडि यो चाहिँ मोटलिङ हो. दिस इज मोटलिङ. यो भनेक्स केज यो छ. यो तपाईले जुन देख्नु भएको छ यो मोटलिङ हो. सैल्मन पैच को फोटो चाहिँ त्यति रहन्छ क्या सायद. सैल्मन पैच को पनि फोटो भयो भने तपाईलाई एटलिस्ट पिक्चरल याद हुन्थ्यो भन्ने हिसाबमा गएको थिएँ म. रहेछ म भर्टिकल सेलेक्ट गर्न मन गरेछ. यो सैल्मन पैच र यही सँगसँगै तपाईँ धेरैजना कन्फ्युज हुनु भएको चाहिँ इप्स्टन फलसँग हो. इप्स्टन फल चाहिँ यो हो. सो एन्सर के हो त भन्दा मोटलिङ चाहिँ एउटा एबनर्मल कन्डिसन हो. यो कुरा चाहिँ नबिर्सु है त. सो मोटलिङ इज अ एबनर्मल कन्डिसन. यो चाहिँ हाम्रो केमा देखिन्छ त भन्दा इट इज सिन इन सेप्सिस एन्ड अल्सो इन हाइपोथर्मिया. भेरी गुड गाइज. हाइपोथर्मिया. सो त्यही भएर चाहिँ अरू चाहिँ भनेक्स केजिएसको फङ्सन के हो त यसको थर्मल प्रोटेक्सन गराउँछ. सैल्मन पैच नर्मल हो. इप्स्टन फल पनि नर्मल हो. योदेखि अलावा सकिङ प्याड भन्ने पनि हुन्छ. सकिङ प्याड पनि हामी नर्मल मान्छौँ. सो ब्रेस्ट फिडिङ बच्चाहरूमा कमनली देखिने वान अफ द कन्डिसन भनेको चाहिँ सकिङ प्याड हो र यसलाई पनि हामी नर्मल मान्नुपर्छ है त. सो सकिङ प्याड इज अल्सो समथिङ द्याट इज भेरी इम्पोर्टेन्ट एन्ड इज नर्मल. पहिलो कुरा चाहिँ त्यो याद गर्नुपर्छ. सकिङ प्याड चाहिँ यो हो है त. ठिक छ अगाडि बढौँ. यहाँसम्म बुझ्नु भएको छ. So let's go to the next question. Most common cause of neonatal mortality in Nepal. Neonatal mortality in Nepal. Option में राखे मैले sepsis. Next option में राखियो hypothermia. C-मा prematurity र D-मा post maturity. ओके कतिजनाले ए पनि भन्दै हुन्छ.
कतिजनाको एन्सर चाहिँ नि सी पनि छ सो हामीले के बुझ्नुपर्छ भन्दा द राइट एन्सर इज एक्चुअली सी prematurity is the most common cause of neonatal mortality in Nepal. So अब यो मैले भनिराख्नु नपर्ला what is the most common cause of maternal mortality in Nepal. Okay, very good. यो त एकदम कमन छ PPH. Most common cause of death in MI. MI मा cause of death अझ most common cause भन्दा नि early cause of death भनौँ. Early cause of death in MI के होला? What is the early cause of death in MI? Ventricular fibrillation. है त अब लेट कज भन्यो भने चाहिँ के भन्ने त लेट कज अफ डेथ इन एमआई यो सोधेको क्वेसन है लेट कज अफ डेथ इन एमआई व्हाट इज द आन्सर इन्डोकार्डिटिस होइन लेट कज भन्ने छु मैले हार्ट फेलियर भेरी गुड हार्ट फेलियर सो अब यहाँ फेरि हार्ट फेलियरलाई जोडेँ मैले व्हाट इज द मोस्ट कमन कज अफ हार्ट फेलियर गाइस मोस्ट कमन कज अफ हार्ट फेलियर के हो भेरी गुड हाइपरटेन्सन अब ड्रग अफ चोइस इन हार्ट फेलियर के हो सो ड्रग अफ चोइस इन हार्ट फेलियर के होला त्यसो भए हार्ट फेलियर वान अफ द एकदम इम्पोर्टेन्ट टपिक त्यहाँ सर्टेन टपिक जुन तपाईँहरूले कुनै पनि हालतमा मिस नै गर्नु हुँदैन छुटाउनै हुँदैन एज अ बिएनएसको इन्ट्रान्स दिने हिसाबमा इभन लोकसेवाको पनि कोही हुनुहुन्छ भने छुटाउनै नहुने केही टपिकहरू छन् जस्तै एबोर्सन तपाईँहरूले पछि पढ्नुहुन्छ अबोर्सन भन्ने एउटा टपिक भयो जुन छुटाउनै नहुने यो मैले एउटा अबोर्सनको भिडियो एकदम छिट्टो सम्झिन सक्ने गरी एउटा भिडियो बनाएको छु एबोर्सनको भिडियो पनि मैले तपाईँलाई राखिदिएको छु है त्यसै गरी प्लिज डु नट नेभर नेभर एभर फर्गेट हार्ट फेलियर पनि दुईटा त्यस्तै इम्पोर्टेन्ट टपिक हो ड्रग अफ चोइस इन हार्ट फेलियर के हुन्छ So what is the drug of choice in heart failure? So drug of choice in heart failure के होला यसमा के हुन्छ कसैले एन्सर ड्रग अफ चोइस इन हार्ट फेलियर गाइज कसैले पनि भन्नु भएन त मेट्रोप्रोलोल एड्रिनालिन भन्ने हुन्छ मिलेन डायुरेटिक्स भेरी गुड डायुरेटिक्समा कुन तपाईँ हार्ट फेलियर र कार्डियक एरेस्टसँग कन्फ्युज भइरहनु भएको छ कि ल्यासिक्स त ब्रान्ड नेम हो नि ल्यासिक्स भन्न पाइन्छ फ्युरोसिमाइड सो फ्युरोसिमाइड जसलाई हामी ल्यासिक्स पनि भन्छौँ द्याट इज द ड्रग अफ चोइस सो हामीले अर्ली कज अफ डेथ इन एमआई लेट कज अफ डेथ इन एमआई भने जस्तै यहाँ अर्को कुरा पनि के सोध्छ अर्ली कज अफ डेथ इन बर्न डेथ इन बर्न र लेट कज अफ डेथ के हुन्छ अर्ली कज अफ डेथ चाहिँ के हुन्छ इट इज सक कस्तो खालको सक भनेर सोच्यो भने हाइपोभोलेमिक सक र लेट कज अफ डेथ इन एमआई सरी इन बर्न सेप्सिस भेरी गुड अब यहाँ फेरि अरू पनि सोध्छ मोस्ट कमन अर्ग्यानिजम कजिङ सेप्सिस इन बर्न कजिङ सेप्सिस इन बर्न So most common organism causing sepsis in bone भन्यो भने चाहिँ आन्सर के राख्ने त most common organism causing sepsis in bone भनौँ गाइस
Most common organism causing sepsis in bone. Okay, very good. So you can also find this kind of questions in my page as well. Yeah, Pseudomonas. Okay, please don't forget this. Pseudomonas. Yes. Pseudomonas is the most common organism causing sepsis in bone. होइन यो कुरा बिर्सिनु भएन यो कुरा नि सोच यस्तै खालको डेथकै कुरा गर्दाखेरि कज अफ डेथ इन ओपी पोइजनिङ cause of death in OP poisoning के हुन्छ होला guys? Cause of death in OP poisoning. Cause of death in OP poisoning. Any one of you? OP poisoning को cause of death के हुन्छ होला? यदि तपाईहरु यताबाट हेर्दै हुनुहुन्छ भने चाहिँ लाइभबाट हेरिरहनु 8-10 जना लाइभमा पनि देखिरहेको छु मैले तपाईहरु हेर्दै हुन्छ भने सायद त्यहाँ एउटा मिटिङ आईडी र पासवर्ड दिएको छ त्यहाँबाट डाइरेक्ट जोइन गर्नु भने कम्युनिकेट गर्न अझ सजिलो हुन्छ ठिकै छ तपाईहरुले आन्सर दिइरहनु भएको छ त्यो पनि मैले देखिरहेको छु भेरी गुड वेल डन गाइज है त्यहाँबाट पनि यु क्यान डाइरेक्टली जोइन द क्लास तपाईको माथि त्यहाँ लिंक दिएको छ त्यहाँबाट डाइरेक्ट क्लास जोइन पनि गर्न सक्नुहुन्छ तपाईहरुले Okay, guys. So, what is the cause of death in OP poisoning? It is a respiratory cause. Very good. So, OP poisoning by respiratory cause, not just in OP poisoning. Furthermore, you also need to understand what is the cause of death in snake bite. Snake bite. Generally, अब हामी जब न्यूरोटॉक्सिक को कुरा गर्छौं कोब्रा करेक्ट कुरा गर्छौं यो बेलामा पनि कज अफ डेथ चाहिँ रेस्पिरेटरी कज नै हुन्छ ठीक छ यो कुरो बुझ्या छ यहाँसम्म कसैले केही कन्फ्युजन छ सी धेरै इम्पोर्टेन्ट कुरा हामीले डिस्कस गर्यौं है त न्यूनेटल मोर्टालिटीको कज मेटर्नल मोर्टालिटीको कज एमआई मा डेथको कज अर्ली र लेट त्यसैगरी बर्नमा डेथको कज अर्ली र लेट त्यसैगरी ओपी पोइजनिङमा र स्नेक बाइटमा यस्तै गरी कज अफ डेथ अर्कै एउटा टपिक अझ कज अफ डेथकै कुरा गर्दाखेरि सो कज अफ डेथ इन cervical cancer. Cause of death in breast cancer. So, cervical cancer को cause of death, the breast cancer को cause of death. What do you think, guys? Cause of death in cervical cancer, cause of death in breast cancer, के हुन्छ होला? So, when we talk about cervical cancer, it is always renal failure. र तपाईहरुले दोस्रोले जुन भन्नुहुन्छ त्यो चाहिँ मोस्ट कमन रिस्क फ्याक्टर हो मोस्ट कमन रिस्क फ्याक्टर चाहिँ ह्युमन प्यापिलोमा भाइरस एचपीभी भाइरस 16 र 18 हो एचपीभी मात्रै भनेर पुग्दैन है सो मेटास्टासिस भन्न खोज्नु भयो कज अफ द ब्रेस्ट क्यान्सर इज रेस्पिरेटरी कज है त रेस्पिरेटरी कज मेटास्टासिसको कुरा गरिरहनु भएको छ मोस्ट कमन रुट अफ मेटास्टासिस के हो क्यान्सर मोस्ट कमन रूट अफ मेटास्टासिस को मोस्ट कमन रूट के होला व्हाट इज द मोस्ट कमन रूट अफ मेटास्टासिस गाइस मोस्ट कमन रूट अफ मेटास्टासिस के हुन्छ होला मोस्ट कमन रूट अफ मेटास्टासिस
It is lymphatic. Lymphatic is the most common route of metastasis. है त यस्तो कुराहरूले चाहिँ यही कुराहरू हुन् जुन बेसिक कुराहरू हामी कहिलेकाहीँ छुट्याइदिन्छौँ त्यही कुरा नै हामीलाई सोध्न जान्छ हामीले पढ्नुपर्ने कुरा यी सबै क्वेसनहरू आइदर एमबिबिएसमा या बिएनएसमा सोधेका क्वेसनहरूमा पर्छ है त सो यो कुराहरूलाई नबिर्स्यु एउटा कुरा के बिर्सिनु भएन नि यदि तपाईँले पहिला लोकसेवा तयारी गर्नु भएको छ नि लोकसेवामा जे चाहिँ इम्पोर्टेन्ट क्वेसन सोधिएको थियो त्यो क्वेसन यता पनि आउँछ है भन्ने कुरा बिर्सिनु हुँदैन क्वेसन इम्पोर्टेन्ट जस्तोसुकै एक्जाममा भए पनि कुरो एउटै इम्पोर्टेन्ट क्वेसन इम्पोर्टेन्ट नै हुन्छ जहिले पनि ठिक छ कुरो बुझिरहेछ अलिकति हामी मेडिसिनको एक दुईवटा क्वेसनतिर जाउँ अब हजुर हो मोस्ट कमन कज अफ डेथ इज अ रेस्पिरेटरी कज यसमा रेस्पिरेटरी फेलियर इफ्युजन हुन्छ सो मोस्ट कमन कज अफ पेरिकार्डियल इफ्युजन इन नेपाल पेरिकार्डियल इफ्युजन इन नेपाल प्लुरल इफ्युजन होइन है त पेरिकार्डियल भन्ने चाहिँ हामी है सिकेडी हो कि टीबी हो कि एमआई हो कि इन्फेक्सन एकदम सो पेरिकार्डियल भनोस् प्लुरल भनोस् एन्सर इज अलवेज टीबी प्लुरल इफ्युजन को पनि मोस्ट कमन कज इज टीबी क्वेसन सोध्छ व्हाट इज द मोस्ट कमन कज अफ प्लुरल इफ्युजन इन द वर्ल्ड इन वर्ल्ड चाहिँ के हो वर्ल्डमा प्लुरल इफ्युजनको मोस्ट कमन कज के हो वर्ल्डको कुरा गर्दैछौँ हामी व्हाट इज द मोस्ट कमन कज अफ प्लुरल इफ्युजन इन वर्ल्ड it is pneumonia very good so that is pneumonia यसलाई नबिर्सिनु होला pleural effusion pericardial effusion most common valvular disease heart disease of नेपाल के हो most common heart disease of नेपाल नै भनेर सोधे पनि भयो most common heart disease of नेपाल heart disease or valvular heart disease heart disease के होला very good all of you are right rheumatic heart disease कुन valve involve गर्छ पनि भनिदिनु मन खुसी हुन्छ त्यसपछि which valve is involved which valve is involved guys कुन चाहिँ valve involved हुन्छ mitral valve or bicuspid valve है so that is so the pleural को congestive heart failure होइन होइन congestive heart failure त तपाईले पल्मोनरी इडीमा सोचिरहनु भएको छ पल्मोनरी इडीमामा चाहिँ तपाईले congestive heart failure कार्डियक कजमा प्रियङ्का त्यसरी सोच्नुभयो तपाईले त्यो हामी चाहिँ इफ्युजनको कुरा इडीमा भनेको सुनिनु इफ्युजन भनेको पानी भरिनु है त सो द्याट इज बाइकस्पिड भल्भ गाइज बाइकस्पिड भल्भ सो यहाँ एक दुईवटा क्वेसन आउँछ व्हाट इज द मोस्ट कमन कज अफ ब्रेन हेमरेज ब्रेन हेमरेज को मोस्ट कमन कज के हो स्ट्रोक को मोस्ट कमन कज रिस्क फ्याक्टर के हो एमआई को मोस्ट कमन रिस्क फ्याक्टर के हो हार्ट फेलियर को मोस्ट कमन के हो यो सबैको एन्सर के हो भेरी गुड इट इज हाइपरटेन्सन हाइपरटेन्सनलाई हामी साइलेन्ट किलर भन्छौँ इट इज डिजिज द्याट एक्जिबिट्स आइसबर्ग फिनोमिनन पनि भन्छौँ फिनोमिनन एक्जिबिट गर्छ पनि भन्छौँ र भेरी गुड यसलाई हामी डिजिज अफ हार्ट पनि भन्छौँ पनि भन्छौँ अब यसलाई अझै फर्दर वान स्टेप अगाडि लगाऊ what is the most common cause of supra or epidural hemorrhage
subdural hemorrhage, subarachnoid hemorrhage. What is the most common cause of epidural, subdural, subarachnoid hemorrhage? Guys, tell me the answer. यसको पनि आन्सर चाहिँ तपाईको जहिले पनि इट इज ट्रमा. हाइपरटेन्सन होइन. त्यही भएर ब्रेन हेमरेज भन्छ, इंट्राक्रैनियल हेमरेज भन्छ. या इफ यू आस्क लाइक दैट इंट्राक्रैनियल हेमरेज भन्छ या ब्रेन हेमरेज भन्छ, प्लिज गो फर हाइपरटेन्सन. एकदम आनन्दले जानुस्. र सुप्राड्युरल, सबड्युरल, एरेक्नोइड हेमरेज इज अलवेज ट्रमा. है त गाइज, यो कुराले बिर्सिनु भएन, कसैले पनि बिर्सिनु भएन. बहुत धेरै महत्त्वपूर्ण कुरा चाहिँ यहाँ छ. ठिक छ, कुरो बुझ्नुभयो सबैले? केही कन्फ्युजन छ कसैलाई? केही बुझ्नुपर्ने जान्नुपर्ने कुरा केही छ? ओके, लाइभमा पनि हाम्रो सागर चौधरी, भेरी नाइस, यु आर राइटिङ ट्रमा. रोड ट्राफिक एक्सिडेन्ट भनिरहनु भएको छ. अल्टिमेटली कुरा ट्रमाकै हो होइन. सो द्याट्स द करेक्ट थिङ. तपाईँले माथि दिएको लिङ्कबाट यु क्यान डाइरेक्टली जोइन द क्लास एज वेल. भेरी नाइस. र फर्दर मैले मेरो पेजको पनि लिङ्क राखिदिएको छु तपाईँहरूलाई. क्यान जोइन द पेज एज वेल. ओके, सो मुभिङ फरवर्ड नाउ. मोस्ट कमन कजहरू चाहिँ जेनरली सोध्छ है, एकदम कमनली सोधिरहने क्वेसन चाहिँ यो पर्छ. अब यसमा भनिरहँदाखेरि अलिकति इन्फेक्टिभको पनि कुरा गऱ्यौँ. धेरै टपिक टच गरिरहेको छु भनेपछि वाट इज द मोस्ट कमन कज अफ हाइपरटेन्सनमा लास्टमा डिजिज अफ हाफ, आधी आधी. हाइपरटेन्सन भएका 50% मान्छेलाई मात्रै थाहा हुन्छ कि उनीहरूलाई हाइपरटेन्सन छ. हाइपरटेन्सन छ भनेर थाहा पाएका 50% मान्छेको पनि 50% मात्रै के भन्छन् त भन्दाखेरि उपचार लिन्छन्. उपचार लिएका 50% को पनि 50%ले मात्रै राइट उपचार, इफेक्टिभ उपचार पाएका हुन्छन्. त्यही भएर त्यसलाई हामी डिजिज अफ हाफ भन्छ. आधी आधी चलिरहेको छ जिन्दगी भनेर. सो वाट इज द मोस्ट कमन कज अफ निमोनिया गाइज? What is the most common cause of pneumonia? What is the most common cause of otitis media? एकदमै सोल्ने टपिक हो otitis media. Please do not forget this. What is the most common cause of meningitis? मैले तपाईहरुलाई सँगसँगै पढ्नुपर्ने मोस्ट इम्पोर्टेन्ट टपिकहरुको युट्युब भिडियोको लिंक पनि हाल्दिएको छु यहाँ. इफ यु आर इन्ट्रेस्टेड यु क्यान गो एन्ड वाच इट. द्याट्स माई पेज. र यो जुन यसको रेकर्डेड भिडियो पनि तपाईहरुलाई त्यहाँ पनि आउने भएको छ. हाम्रो एप सँगसँगै त्यसमा पनि पोस्ट हुन्छ है यो चाहिँ. ल, यसको सबैको एन्सर स्ट्रेप्टोकोकस निमोनिया. स्ट्रेप्टोकोकस निमोनिया यो भनिरहँदाखेरि अब ड्रग अफ चोइस पनि फेरि सिधै ड्याङ्गै गरेर चाहिँ इट इज पेनिसिलिन या एमोक्सिसिलिन है त. अब वाट इज द मोस्ट कमन कज अफ लिभ के अरे तपाईँलाई चाहिँ एब्सेस, एब्सेस भन्छ. वाट इज द मोस्ट कमन कज अफ सेप्टिक आर्थराइटिस भन्छ. सेप्टिक आर्थराइटिस होइन. सो यस्तो बेलामा चाहिँ जहिले पनि फेरि तपाईँको एन्सर के हो त? स्टाफाइलोकोकस aureus. What is the most common cause of hospital acquired pneumonia पनि हो नबिर्सिनु है त. यो चाहिँ कम्युनिटी एक्वायर्ड, यो CAP क्याप भन्यो भने चाहिँ हामीले उयो गर्नुपर्छ. मोस्ट कमन कज अफ युटिआई इन मेल भन्छ, फिमेल भन्नुस्, चिल्ड्रेन भन्नुस्, म्यारिड, अनम्यारिड, सेक्सुअली एक्टिभ, सेक्सुअली इनएक्टिभ, जेसुकै, कैथेटराइज, नॉन कैथेटराइज, कुछ भी बोले your answer should always be equal. Most common risk factor for peptic ulcer भन्छ तपाईलाई. Please do not forget this. It is H. pylori. H. pylori कहाँ गएर बस्छ? दुईटा ठाउँ हुन्छ. कोलोनाइज कहाँ गर्छ? कहाँ गर्छ? मोस्ट कमन साइट कहाँ हो अफ पेप्टिक अल्सर? अल्सर ल भनौँ
कोलोनाइज कहाँ गएर बस्छ भनेको कहाँ गएर बस्छ यो एच पाइलोरी बस्ने कहाँ हो नाममै छ कोलोनमा होइन नि एच पाइलोरी गएर कहाँ बस्छ एच पाइलोरी गएर कहाँ बस्दो रहेछ एच पाइलोरी गएर बस्ने कहाँ हो पाइलोरसमा नाममै छ त सो पाइलोरस अफ स्टोमकमा गएर चाहिँ बस्छ यो भनेर बुझ्नुपर्छ गोज एन्ड स्टेज इन पाइलोरस यो मोस्ट कमन साइट अफ अल्सर के हो त लेगमा कहाँको लेगको कुरा भइरहेछ प्रियङ्का ध्यान दिनु पर्यो साइट अफ पेप्टिक अल्सर भन्ने बित्तिकै तपाईँले के बुझ्नुपर्छ पेप्टिक अल्सरको कुरा गर्दैछु पेप्टिक अल्सर 3 ठाउँमा देखिन्छ इसोफेगसमा देखिन्छ स्टोमकमा देखिन्छ र डियोडेनममा देखिन्छ सो मोस्ट कमन साइट इज अलवेज डियोडेनम है त सो यसलाई नबिर्सिनु होला मोस्ट कमन साइट अफ पेप्टिक अल्सर कहाँ रहेछ ड्युरेनममा ड्युरेनमको कुन पार्टमा त अब त्यो पनि भनिदिनु मलाई विच पार्ट अफ ड्युरेनम अहिले ई ट्युटरको क्लासमा हामी त मेडिसिन नै पढिरहेछौँ धेरैजनाले सायद यदि तपाईँहरू लोकसेवाको स्टुडेन्टहरू पनि यहाँ जोइन हुनु भएको छ भने त उहाँहरूले हेरिसक्नु भयो होला होइन वी हेभ बिन स्टडिङ द सेम थिङ बल्ब अफ भेरी गुड प्रियङ्का बल्ब या फर्स्ट पार्ट भन्छौँ यसलाई अल्सो नोन एज द बल्ब अफ ड्युरेनम है त ठिक छ बल्ब भन्नु र फर्स्ट पार्ट भन्नु एउटै हो स्टोमकमा देखियो भने कहाँ देखिन्छ स्टोमकमा पेप्टिक अल्सर कहाँ देखिन्छ र क्यान्सर कहाँ देखिन्छ यति दुईटा कुरा भनिदिनु एकदम म खुसी कहाँ देखिन्छ अल्सर कहाँ देखिन्छ भन्नु त मलाई इट इज इन द बडीको लेसर कर्वेचर है त लेसर कर्वेचर कतिजनाले चाहिँ ध्यान दिनु भएको छैन जेजुनम नभन्नु प्लिज तपाईँको कुनै बुकमा चाहिँ ग्यास्ट्रोजेजुनल मार्जिन भनेर लेखेको छ द्याट इज नट द राइट थिङ टु चाहिँ 3टा ठाउँ इसोफेगस स्टोमक ड्युरेनम हाम्रो लेभलमा यति सम्झिने र क्यान्सर चाहिँ जहिले पनि पाइलोरसमा देखिन्छ पाइलोरसको पनि लेसर कर्वेचरमा है त दुइटै नबिर्सिनु होला गाइज एकदमै धेरै इम्पोर्टेन्ट कुरा आज हामीले महत्त्वपूर्ण कुरा पढ्यौँ एउटा लास्ट कुरा तपाईँलाई एउटा लास्ट क्वेसन आजको फर द डे लास्ट क्वेसन फर द डे इज सिरम नभनौँ फर्किनु salivary amylase is active at what pH? At what pH? 6.6 to 7.6, 7.35 to 7.45, 1.5 to 3, 7 to 8. What is the answer? Salivary amylase को normal कुन pH मा चाहिँ एक्टिभ हुन्छ very good नेहा सोनु every one of you very good the answer is 6.6 to 7.6 यसलाई तपाईलाई यही क्वेशनलाई चाहिँ कसरी सोध्न पनि पाइयो भने what is the pH of saliva भनेर सोध्न पाइयो pH of saliva के हो त भनेर सोध्न पाइयो सेकेन्ड यो के हो 7.35 to 7.45 के हो 7.35 to 7.45 के हो blood को pH हो very good it is the pH of blood यो कसको pH हो pH of what stomach pH of stomach so guys तपाईहरु सबैजनालाई अलरेडी थाहा नै छ आई एम यस्तै यो एउटा कुरा के बुझ्ने भने हामीले चाहिँ नि सी को जाँच दिनलाई मिस गर्नै नहुने टपिक भनेको एनाटोमी छुट्यो भने you're not gonna pass नै पनि हुन गाह्रो छ मैले यो एनाटोमीको क्वाड
डाइजेस्टिभ सिस्टमको क्वाडको भिडियो हालिदिएको छु। आज मैले तपाईँहरूलाई यहाँ 3-4वटा लिङ्क पठाएँ। कति चाहिँ तपाईँलाई युट्युबको थियो, मेरो एउटा युट्युब पेज छ हेल्थ लोकसेवा विथ डाक्टर नयन भन्ने, त्यहाँ जोइन हुन सक्नुहुन्छ तपाईँहरू। त्यस्ता धेरै भिडियोहरू छ विथ डाक्टर नयन। त्यसै गरी मेरो एउटा फेसबुक पेज पनि छ लर्न विथ डाक्टर नयन। डाक्टर नयन र डाक्टर नयनसँग डाइरेक्ट पढ्नको लागि यु हेभ टु जोइन eTutor. These are the 3 places where you can find me. होपफुली क्लास इफेक्टिभ भयो भन्ने आशा गर्दछु। लास्टमा केही क्वेसन सोध्नु छ भने सोध्नु भयो हुन्छ। यसको नोट चाहिँ तपाईँहरूलाई यो पेजमा आउँछ है त। प्लस हाम्रो eTutorको एपमा पनि तपाईँहरू जोडिसक्नु भएको छ भने त्यो एपबाट पनि आउँछ, यो दुवै ठाउँमा चाहिँ तपाईँहरूलाई यो नोट पाउन सकिन्छ। मैले तपाईँहरूलाई त्यो पेजको लिङ्क पनि राखिदिएँ, साथीहरू बिचमा पनि सेयर गर्न सक्नुहुन्छ। यो तपाईँहरूले चाइल्ड हेल्थको नोट पनि यसमा पनि हुनसक्छ। धेरैवटा नोट चाहिँ यहाँ पनि अपलोड गरेको छ, उता पनि नोट आउँछ। कहिलेकाहीँ टेक्निकल इस्युजले गर्दा अलिक ढिलो भएको हुनसक्छ। अहिलेको लागि तपाईँहरू यो पेजबाट हेर्नुभयो भने त्यहाँ सबै नोट छ है। यो जुन आजको क्लासको भिडियो पनि eTutorको एपमा प्लस यो नोट छ। सबै नोट्सहरू चाहिँ हेल्थ लर्न विथ डाक्टर नयन भन्ने पेजमा भेट्नुहुन्छ। भिडियोजहरू पनि आउँछ। अब अलिकति हेल्थ लोकसेवा विथ डाक्टर नयन पनि अलिकति एक्टिभ हुँदैछ। तपाईँहरूको माया पनि चाहियो, साथ सहयोग चाहियो। अब र भनिहालेँ यसरी इन्टरेक्टिभ क्लासेसको लागि चाहिँ तपाईँहरूले फेरि eTutor जोइन गर्नुपर्ने हुन्छ। सबैभन्दा इफेक्टिभ भनेकै यो इन्टरेक्टिभ क्लासेस हो है। त्यही भएर चाहिँ यो आजको नोट मोस्ट लाइकली भोलि बिहानसम्म तपाईँको त्यो पेजमै अपलोड हुन्छ है त। र eTutorको एपमा पनि केही दिनमा आउँछ। तपाईँले सेकेन्ड पेपरको कसरी सल्भ गर्ने भन्ने विषयमा पनि एउटा भिडियो बनिसकेको छ है। अब लोकसेवाको सोधिहाल्नुभयो, यो चाहिँ नि मैले तपाईँलाई लिङ्कमा हालिदिएको छु, यहीँ गएर तपाईँ जोइन गर्न सक्नुहुन्छ। अब क्लासेसको बारेमा eTutorलाई जोइन गर्नुभयो भने चाहिँ यसरी इन्टरेक्टिभ क्लासेसहरू हामी रन गर्न सक्छौँ। मलाई भेट्ने भनेको चाहिँ यहीँ नै हो, eTutorमै हो। त्यही भएर चाहिँ eTutor जोइन गर्नु एकदम इन्टरेक्टिभ छ। यसरी पढ्नु पर्यो। मैले भने विद्यार्थीको एनर्जी अनुसार टिचरको पनि एनर्जी हुन्छ। हामी सबैजना यस्तै खालको टिचर छौँ eTutorमा चाहिँ। अब लास्ट आवर पनि छ र तपाईँले पढ्ने भनेको चाहिँ MCQ बेस्ड भएर पढ्नुपर्छ। र त्यो हिसाबले पढ्नु भयो भने चाहिँ आई थिङ्क इट्स गोना बी भेरी नाइस। टिम पनि एउटा सपोर्टिभ छ। टिचर टिम मात्र नभएर तपाईँलाई म्यानेजमेन्ट टिम पनि उत्तिकै आवश्यक पर्छ कुनै पनि संस्था जोइन गर्न। र म आफै धेरैवटा संस्थामा इन्भल्भ भएको मान्छेको हिसाबमा पनि मैले के बुझ्छु भने वी हेभ अ भेरी गुड म्यानेजमेन्ट टिम इन eTutor। म्यानेजमेन्ट टिमको पनि धेरै ठुलो रोल हुन्छ। तपाईँको केही प्रब्लम आयो भने प्रब्लम सल्भ गर्नको लागि एप्रोचेबल मान्छे हुनुपर्छ। त्यो तपाईँका हुनु